फेसबुकको नयाँ अपडेट आएको छ है साथीहरू। अब चाहिँ आइडी मोनिटाइज गर्नलाई अलिकति गाह्रो पर्ने भएको छ है पहिलाको हेरिकन। पहिला चाहिँ कुनै पनि क्राइटेरियाहरू थिएन, अहिले चाहिँ अब नयाँ क्राइटेरियाहरू लिएर आएको छ। फेरि क्राइटेरियाहरू के छन् हेरौँ है त। पहिलो 1 नम्बरमा छ तपाईँ 18 वर्ष भएको हुनु पर्यो र दोस्रो नम्बरमा छ तपाईँलाई मोनिटाइजेसन दिएको देश हुनु पर्यो। तेस्रो नम्बरमा छ तपाईँको आइडी खोलेको 30 दिन भएको हुनु पर्यो र चौथोमा छ 90 दिनमा 3टा रिल पोस्ट गरेको हुनु पर्यो र 5 नम्बरमा छ तपाईँको 10,000 फलोवर्स हुनु पर्यो। 10,000 फलोवर्स हुनु पर्यो। छैटौँमा छ 28 दिनमा 1,50,000 भ्युज आउनु पर्यो। भनेपछि गाह्रो छ साथीहरू। तपाईँहरू हामीहरू जस्तो सानो क्रिएटरहरूलाई चाहिँ अलिकति गाह्रो पर्ने भएको छ है। अब 10,000 फलोवर्स पुर्याउनै गाह्रो हुन्छ। अब 1,50,000 भ्युज ल्याउनु अहिले गाह्रो छ। पहिला चाहिँ कुनै क्राइटेरियाहरू तोकेको थिएन। पहिला चाहिँ अब फलोवर्स त्यति धेरै चाहिने थिएन, थोरै फलोवर्समा नि हुन्थ्यो। अब त 10,000 पुर्याउनु पर्ने, 1,50,000 भ्युज ल्याउनु पर्ने। नयाँ अपडेट कडा खालको छ साथीहरू, गाह्रो छ साथीहरू। सबै क्राइटेरियाहरू पुरा गरेर पनि तपाईँलाई मोनिटाइजेसन टुल दिनको लागि वेटिङ लिस्टमा राख्ने रहेछ, वेटिङ लिस्टमा राख्छ। अनि अब तपाईँले कस्तो काम गर्नुभएको त्यसमा भर पर्छ मोनिटाइजेसन टुल पाउने कि नपाउने। ओरिजिनलमा काम गर्नुभएको छ भने छिट्टै पाइयो, नत्र पनि गाह्रो छ साथीहरू।